तपाईहरुको सरकार हुँदाखेरि 90 दिनसम्म त होइन, करिब 2.5 वर्षसम्म पुल उद्घाटन गर्ने, रेस्टुरेन्ट उद्घाटन गर्ने, यो काममा व्यस्त हुन्थे नि। कमसेकम यो सरकार कसैको उद्घाटन गर्न, चाकडी गर्न त गएको छैन नि हैन? हो, गएको छैन, निम्तो चाहिँ दिया हो, गएको छैन। अनि रिबन काट्न त्योभन्दा पनि गइबर हुने त, त्योभन्दा पनि गइबर हुने त। हामी सरकारसँग आशा राख्नु नहुने, सरकारसँग माग्न नपाइने, आफ्नो बिलौना पोख्न नपाइने, केही यिनीहरू गाँजा खाएर मात्रै बस्ने हो त? 90 दिनमा रवि लामिछाने कतिवटा विदेशको नागरिकलाई लिएर आयो त? हिसाब गरौँ त ल। कुन मजदुरलाई राज्यको जहाँ ढुकुटीबाट जान्छ त्यहाँ नीति बनाइदियो। नीति मात्रै बनाइदियो भने राज्यको अर्का घर कामलाई 3 घन्टा कामलाई 6,000 तलब भनिदियो भने राज्यको ढुकुटीबाट जान्छ? जाँदैन नि। त्यहाँ त मालिकको त्यो जहाँबाट ढुकुटी जाँदैन त्यहाँ गरेन यो सरकारले। यो कुरा जायज हो किन? भएका भन्दा नभएका मान्छे धेरै छ। त्यसो भए बालन सरकारलाई तपाईँको अन्तिममा 100 मा कति नम्बर दिनुहुन्छ त? बालन सरकारले हजुर शून्य भए पो दिनु, सुन्दैन के चाहिँ दिनु। योभन्दा अगाडि हातबाट धेरै सुन्दैन। बालेनलाई अहिले दिनु न, त्यति पनि दिनुहोस् न हामीलाई। कहाँ पुग्ला के पुग्ला अहिलेसम्मको उसमा चाहिँ हजुर शून्य, जिरो अहिलेसम्मको लागि जिरो। तपाईँ अलिक सकारात्मक चस्माले हेर्नुहोस् न, तपाईँको चस्मा नभएर हो। यही छ त, कर्मचारीको तलब बढायो, अरू मान्छेको बाल छैन, ब्लू बस चलाउने र व्यवसाय फेरि मर्छ। असर कसलाई पर्छ? व्यवसायलाई पर्छ। बरु जति पनि व्यवसाय गाडी लि सरकार, जागिर दिए सरकार, तलब तोक सरकार, 12 घन्टा खटा 16 घन्टा हामी खट्छु सरकार। एउटा जागिर माग्दाखेरि अहिलेसम्म दिएको छैन। 60 अर्ब ऋण लाएर बजेट छैन भन्छ तपाईँको सरकार।